मर्निङ गाइस, आज चाहिँ माथि होटलतिर यसो भ्रमण गर्नु जाँदै बाटोमा हो। वेदर हेर्नु, आमा क्या खोलेछ वेदर पनि यार। चट्ट घोडा चढ्ने हो अनि जाने हो टुइँ होइन। ल तपाईँहरू पनि यसो मनाङतिर घुम्नु रहर छ भने बाटो पनि पुरा खोलेछ अहिले होइन। बाटो पनि पुरा राम्रो छ। सिन हेर्नु, सिन आम्मा त्यसलाई भन्छ नि स्वर्ग यार। अनि यो चाहिँ मेरो घोडा भइहाल्यो, घोडा चढेको छु। चट्ट आफ्नै धुनमा हिँडिरहेछ घोडा नि, म पनि आफ्नै धुनमा हिँडिरहेछु आनन्द गरेर। अनि हाई त पचाउनु पऱ्यो होइन, चट्ट हाई पचाउनु पऱ्यो। पुरानो घुमहरू हो। आयो है सोल्टिनी, छ कहाँ तर्सिदिरहेको तिमी यार। त्यो चाहिँ तिलीजुपीकै, त्यो चाहिँ तिलीजुपीको। अनि यो बाटो चाहिँ अहिले म गइरहेको बाटो चाहिँ उता थोरङला पासको लागि हो। अनि यहाँबाट टक्क तल मनाङ र ट्याङ्की मनाङ टक्क देखिन्छ होइन। घोडा नै मान्दैन हौ, टक्स के भइसक्यो। अनि त्यस्तै हो, रमाइलो छ। चट्ट लगाएर घुम्दै घुमघाम गर्दै। ल म भिडियोहरू हाल्दै गर्छु। लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् है त। त्यही हो अब।